हेलो एभ्रिवान, वेलकम माई युट्युब च्यानल। हजुरहरूलाई सबैलाई स्वागत गर्न चाहन्छु। आज पनि म हजुरहरूको सामु उपस्थित भइसकेको छु। आज चाहिँ रहेको छ मेरो करेसो बारीको भ्यू है, हेर्न सक्नुहुन्छ। तर आजको मौसम पनि राम्रो छ, पानी पर्ने सिमसिमै भइरहेछ हैन। हेर्नु होला, यस्तो राम्रो छ कि मैले परको जुम गरेर देखाउँदैछु हजुरहरूलाई। के छ त मेरो बारीमा भनेर हजुरलाई देखाउन चाहन्छु। यो चाहिँ कुखुरा रहेको छ है। अब चाहिँ म बारीतर्फ जानुपर्ने हुन्छ। यो चाहिँ सुन्तलाको बोट रहेको छ। अनि हेर्नु है, मेरो सबैभन्दा फेभरेट कुराहरू देखाउन चाहन्छु। पर रहेको छ अम्बा। म त्यहाँ जानेछु पक्कै पनि। साइडमा डिस्टर्ब भइरहेछ है साथीहरू, किनभने गाउँघरमा हो। यो रहेको छ साग, मुलाको साग हो है। अनि यहाँ रहेको चाहिँ हेर्न सक्नुहुन्छ कागती पनि कस्तो राम्रो भइरहेछ क्या। अनि हेर्न सक्नुहुन्छ माथि चाहिँ बोडी रहेको छ। अनि यो पनि सुन्तलाको बोटै हो। यो चाहिँ खासमा रुख टमाटर भन्छ कि के भन्छ साथीहरू कमेन्ट गर्नु होला, मलाई खासै भन्न आएन। हेर्न सक्नुहुन्छ यहाँ पनि खोर्सानी रहेको छ। मेरो चाहिँ फेभरेट भनेको खोर्सानीहरू हो क्या। अनि अम्बा सबैभन्दा है, हेर्न सक्नुहुन्छ। अब चाहिँ म अम्बा टिप्न जान्छु। हेर्दै गर्नु है, हजुरहरूलाई देखाउँछु अम्बा टिपेर खाएको पनि मैले। अनि हेर्न सक्नुहुन्छ भिडियो चाहिँ लामो भयो क्या आज। डिस्टर्ब भइरहेछ मेरो साइडबाट, त्यही भएर म चाहिँ सानो स्वरले बोलिरहेको छु हो फेरि। त्यही भएर के गर्नु, अब यस्तै हो, गाउँघरमा हल्ला भइहाल्छ हैन। सो हेर्न सक्नुहुन्छ अम्बा टिप्दैछु म चाहिँ। मलाई चाहिँ पाकेको भन्दा नपाकेको नै मनपर्छ क्या। यस्तै खटिमिठी मिठो लाग्छ। मेरो चाहिँ सबैभन्दा मिठो लाग्ने भनेको अम्बा नै हो। अब चाहिँ म खाइदेखाउँछु है हजुरलाई। हेर्न सक्नुहुन्छ मिठो छ, गुलियो छ क्या। धेरै पाकेको चाहिँ मिठो हुँदैन कि साथीहरू, त्यही भएर आउनु होला हजुरहरू पनि अम्बा खानको लागि भन्दै। अब चाहिँ म अब भिडियो अफ गर्नुपर्ने हुन्छ है साथीहरू। खोर्सानी पनि छ है, खानु सक्नुहुन्छ। ओके बाई। सुन्दर लगी